तपाईको आफ्नो एउटा भनौं न यो साइट्रिक फुड हो, यो चाहिँ अल्कालाइन फुड हो, यो यस्तो हो, यो यति बेला लिनुपर्छ, यसमा सुक्रोज यति छ रे, ग्लुकोज यति छ रे, फ्रुक्टोज यति अनेक होला नि। आई एम नट भेरी मच अवेयर अबाउट इट। तपाई जनरल ल्याङ्ग्वेजमा आम पब्लिकलाई फुडको मामलामा भनौं न बुलेट पॉइन्ट यो 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 गर्नु है, योबाट टाढा बस्नु है भन्न चाहनुहुन्छ भने के भन्नुहुन्छ? जुन मान्छेलाई कुनै डिजिजै छैन हैन, अवेरनेसको लागि म यो भन्छु कि फ्रुट लिने हैन, सबै भेराइटीको फ्रुट लिन सकिन्छ, तर त्यसको मात्रा हेरेर कि आफूलाई आफ्नो बडीको लागि कति निड छ हैन। युट्युबमा जति कुराहरू भनिएको हुन्छ त्यो 100% करेक्ट यो सेन्समा हुँदैन, किनभने युट्युबमा भन्ने मान्छेको अगाडि सडन कुनै मान्छेलाई हेरेर उहाँले गर्नुभयो, तर हामीले फेस टु फेस हेर्दाखेरि त्यो पेशेन्टको हाइट, वेट, कन्डिसन, उहाँको लाइफ स्टाइल र उहाँलाई कुनै डिजिज छ कि छैन हैन, त्यो सबै हेरेर हामीले भन्ने हो कि तपाईले यति लिनुस्। त 100% तपाईँ त्यसमाथि डिपेन्ड नबस्नुस् युट्युबमा भनेको कुरालाई हैन। फ्रुट लिने जुन मान्छेलाई डिजिज छैन उले हरेक भेराइटीको सिजनल फ्रुट लिन सकिन्छ हैन। तर सकेसम्म एज अ डाइटिशियन म यो भन्न चाहन्छु कि प्रिजर्भेटिभ फ्रुट जुन हुन्छ क्यानमा प्रिजर्भ गरेको र जुन हाम्रो सिजनमा फलेको छैन त्यो फ्रुटबाट अलि टाढा बसेकै राम्रो हुन्छ। वाउ, है, आई एग्री। किनभने अब जस्तो हाम्रो बिजनेसको सिनारियोमा त स्ट्रबेरी भइरहेको छैन नि हैन, तर त्यो त प्रिजर्भ गरेरै आएको छ नि। त्यस्तो प्रिजर्भ भएको चिजहरूलाई अलि कम युज गर्न र सकेसम्म त्योसँग अलि टाढै बसेको राम्रो हुन्छ। डाक्टर साहब, यसमा एउटा कुरा थप्छु म। जसरी एउटा कुरा के छ भने जेनरली कन्सेप्ट चाहिँ पहिला हामीले के चेन्ज गर्नुपर्छ भने जुस खाने कि फ्रुट खाने एउटा मान्छेको कन्सेप्ट हुन्छ हैन। मान्छेहरू चाहिँ फल किनेर लिएर आउँछ, मिक्सीमा युज गरेर जुस बनाएर खान्छ। सबभन्दा बढी यो काम चाहिँ रोक्नु पर्यो। जुस त सिधै नेभर हैन, हामीले खाने भनेको फ्रुट्स नै खाने हो, जुस चाहिँ खानै हुँदैन भने पनि भयो। अहिले आएर वर्ल्ड वाइड के छ भने सुगर इज अ व्हाइट कुकिङ हो। क्या सुगरले नि सबै कुरा बिगारिरहेछ। सुगर भनेको अर्थ इन फर्म अफ फ्रुक्टोज, ग्लुकोज, र यसले हाम्रो बडी जतिपल्ट ग्लुकोजको स्पाइक लिन्छ त्यो स्पाइकको हिसाबमा हाम्रो उमेर घट्दै जान्छ भन्छ। अच्छा, माने यस्तोसम्म रिसर्चहरू अहिले वर्ल्ड वाइड चलिरहेछ। भनेको अर्थ त्यसकारण अहिले चाहिँ लङ्गिभिटी अफ लाइफको लागि आफ्नो बडीको ग्लुकोजको स्पाइक धेरै बढ्न दिनु भएन। यो डायबिटिज छ छैन द्याट इज नट इम्पोर्टेन्ट। जेनरल मान्छे